यहाँहरु सबैलाई नमस्ते छ। म आज ठ्याक्कै फेरि पनि आइसकेको छु तलमचुरको रोडमा हैन। ठ्याक्कै तलमचुर खोला हो यो, माथितिर बगिरहेको छ एकदम पानी चाहिँ हैन। बढ्छ होला पछि ल हैन। यहाँ चाहिँ दोजेर हेरेर ठ्याक्कै रोड काम पनि भइरहेछ हैन। ठ्याक्कसँगले यता माथि फेरि ढुङ्गा आइसकेको छ यो। अनि रोडरै हिँड्दैछु हैन। जाली लगाउने के कस्तो काम भएको छ ट्याक्क म तपाईहरुलाई देखाउँछु हैन। त्यसैले ढुङ्गा आइछ त्यसैले त्यहाँनिर त्यो अगाडि चाहिँ जाली ट्याक्क थुपारिरहनु भएको छ हैन। त्यो रोड काम पनि भइरहेछ। माटो हेर्नु न यो यति धेरै माटो आछ। डबल कटिङ त भइगयो हैन। एकदम चाहिँ माटो भारी भन्दा भारी छ बोकल हौ हैन। ट्याक्कसँगले हरियो छ गाउँतिर पनि एकदम रमाइलो छ कि वास्तवमा यो। अनि यताबाट देखाउँदाखेरि ट्याक्क यस्तो छ हैन। एक गाडीबाट माटो आइरहेछ पछि वाल उठाउने कुरो छ अरे। अब गाडी पनि वाल बन्छ भन्ने कुरो छ हैन। अनि त्यसैले यहाँ अनि यहाँ थुप्रो छ क्या जालीहरू यो सबभन्दा बढी घनमिटर लाग्ने भने यही भागमा भन्नु चाहिँ राम्रो टोलीहरूले हैन। ट्याक्क यहाँ चाहिँ धेरैभन्दा धेरै बढी घनमिटर लाग्छ अरे यहाँ चाहिँ जाली। ट्याक्कसँगले यता पारी घट्टनेहरू छ कुलो हैन। अनि त्यस ट्याक्कसँगले यता त्यसले फटाफट यो होइन काम गरिरहेछ हैन। त्यसपछि अनि यो चाहिँ ठ्याक्कसँगले भन्नुपर्दा यो चाहिँ जालीमा बिछ्याउने कपडा चाहिँ पानी बग्ने अनि हिलो चाहिँ त्यहाँ रोकिने भएर टक्कसँगले यता जालीहरू ट्याक्क हैन यसरी चाहिँ देखाउँदा सट्टैसँगले काम गर्ने बगाल पनि एकदम द्रुत गतिमा छ। पहिलाभन्दा अलि माथि आइसकेको छ भन्नु यो वाल उठाएर हैन। वाल पनि यो किसिम छ एकदम। सबभन्दा यो सालको डबल कटिङको चाहिँ यहीँनिर घनमिटर पुग्छ भन्नुहुन्छ क्या हैन। यो चाहिँ यो एकदम जाली भइरहेछ। रोड काम पनि एकदम तीव्र भइरहेछ साथीहरु। ट्याक्कसँगले हेर्नु होला यो